दर्शकवृन्द रिताले मधुलाई धेरै कुरा भनिसकेपछि अनि मधुले सबै वास्तविक थाहा पाइसके पछाडि मधुले आफ्नो जीवनको अन्त्य गर्ने देखिएको छ। दर्शकवृन्द अब बसन्ते जेल जाने भएका छन्। हो दर्शकवृन्द, बसन्ते जेल जानु हुँदैन भन्ने चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि कमेन्टमा बसन्ते भनेर लेख्नुहोला। आउनुहोस् यस भिडियोलाई हामीले हेरौँ अनि अन्तिममा के हुनेछ त त्यसको समीक्षा त पक्कै पनि गर्न नै छु। आउनुहोस् सँगसँगै हेरौँ। नमस्कार दर्शकवृन्दहरू। मेरो लोग्नेसित लागेर मेरो घरबार उजाड्न खोज्ने त्यो पापिनीले मलाई के गर्न सक्छ र बाबु? तपाईँलाई त्यस्तै केही नराम्रो गर्छ कि भन्ने लागेर यो सब भन्नुभएको होला होइन? मैले त्यस्तो भन्न खोजेको होइन भाउजू। तपाईँलाई 81 मधुलाई भेटेर सम्झाउँछु भन्ने सोच कहाँबाट आयो त? यो सोच मेरो हिजो अस्तिदेखि नै आएको थियो बाबु। तर बिस्तारै त्यो मधुसित बसन्ते टाढा हुन खोजेपछि मेरो सोच आफै बदलिएको थियो। अनि यत्तिकै यसरी त्यो सबै कुरा मेरो मनले सहेर बस्न फिटिक्कै मानेन। त्यही भएर एकचोटि गएर त्यसलाई राम्रोसँग सम्झाउनु पर्यो भनेर हिँडेकी। भनेपछि अहिले पनि हाम्रा दाइ मधुलाई नै भेट्न गएका छन् होइन त? हो नि बाबु। यो कुरा तपाईँले कसरी पत्ता लगाउनु भयो त? मैले बसन्तेलाई फोन गरेकी थिएँ, तर उहाँ मसित राम्रोसँग खुलेर बोल्नै चाहनु भएन। यसको मतलब उहाँ पक्कै त्यही केटीसँग हुनुहुन्छ। ओहो, भनेपछि हाम्रा दाइ साँच्चै त्यही केटीलाई नै भेट्न गएका रहेछन्। तर तपाईँ एक्लै गएर मधुलाई कहाँ कसरी भेट्नुहुन्छ त? म सरासर त्यही केटीको घर जान्छु अनि त्यो केटीसँग सिधा सिधा कुरा गरेर फर्किन्छु। त्यो केटी अलिकति गुन्डिन टाइपकी छे। तपाईँलाई एक्लै गएको बेला के अप्ठ्यारोमा पो पार्ने हो कि? त्यसले मलाई अप्ठ्यारोमा पार्छ कि भनेर डराएर बस्दा बस्दा मेरो जिन्दगी नै अप्ठ्यारोमा पुगिसक्यो बाबु। त्यसैले अब मैले बसन्तेसित घरबार बसाउनु छ भने यसरी डराएर हुँदैन। हुन्छ, त्यसो भए जानुस् न त। तर तपाईँ अहिले घरमा जाँदा फेरि ऊ दाइसँग भेटेर कहीँ कतै बसेको भए नभेटिने पो हो कि? सायद म उसको घरमा पुग्ने बेलासम्म त घरमा आउँछ होला नि। सायद आउन सक्छ। हुन्छ, जानुस् न त, फेरि फर्किँदा ढिलो हुन्छ। हस् बाबु। अनि त्यो केटीको घरलाई पल्लो गाउँमा के भनेर चिन्छन् होला, हजुरलाई थाहा छ? सहरबाट आएर बसेका नयाँ मान्छे भनेपछि सबैले चिनाइदिन्छन् रे भाउजू। हस् बाबु, म गएँ है त। हस्, राम्रोसँग जानु होला। बिचारी रिता भाउजू आफ्नो घर बसाल्न यसरी हिक्मत गरेर लागि पर्नु भएको छ। यता बसन्ते दाइलाई पनि हामीले कराए जस्तो कहाँ सजिलो छ र? घरमा जबरजस्ती अर्कैसित बिहे गराइदिएपछि न त प्रेमिका मधुलाई बिर्सिन सक्छन् न त स्वीकार्न नै। ज्ञानु, तिमीले मधुलाई किन ल्याएकी नि? नल्याएर पनि के गरौँ त बुवा? आखिर उसको पनि यहाँ बाहेक जाने ठाउँ कहाँ छ र? यसकै बसन्ते छ त, उसकै पछि लाएर पठाइदिएको भइहाल्थ्यो नि। अर्काको पहिले मैले भन्दा बढी सुक्खा साथले राख्थ्यो होला। भयो बुवा, अब मधुलाई गाली नगर्नुहोस्। बिचरा रुदा रुदा उसको बेहाल भएको छ अनि कमजोर भएकी छन् रुदा रुदै। मैले भनेको नमान्दा यो सब भएको हो। आजसम्म मैले यसको खुसी खोजेर हिँड्दा हिँड्दा मेरो कपाल फुलिसक्यो। तर यसले आजसम्म बाबुको खुसी कहिले हेर्न सकिन। केवल हेरी त बसन्तेको खुसी। अब मैले यसलाई छोडिसकेँ। जेसुकै गरोस् यसले, अब यसको केही मतलब छैन मलाई। यति भन्न सक्ने मेरो बुवाले अब त मेरो नजरमा सदाको लागि मरिसकिस् पनि भन्नु न। व्रत नबोलाई गाला फुट्ने गरेर दिउँला नि। आजसम्म मलाई एक थप्पड नलागी यहाँसम्म ल्याउनु भयो। अहिले आएर मेरो जिन्दगीले मलाई ठगेको बेलामा तपाईँले मलाई थप्पड हान्ने बुवा।
हान्नुहोस् बुवा, थप्पड हान्नुहोस् मलाई, हान्नुहोस् थप्पड हान्नुहोस्। छोड मेरो हात। छोड्दिन। ए भगवान, हे भगवान, हे भगवान। बुवा, यो तपाईँले के गर्नुभएको? आज छोरीमाथि हात उठाउनु भयो होइन? तपाईँ होसमा त हुनुहुन्छ नि? भयो ज्ञानो, बुवालाई केही नभन। बुवाले मलाई जन्मेदेखि आजसम्म एक थप्पड हान्नु भएन, तर आज पहिलो पटक मैले बुवालाई धेरै दुःख दिएकी रहेछु क्यारे। त्यसैले पहिलो पटक बुवाले मलाई थप्पड हान्नु भयो। दर्शकवृन्द, अब भने सहरिया बुहारी सिरियलमा निकै खतरा हुने भएको छ। हो दर्शकवृन्द, वास्तवमा सहरिया बुहारी सिरियलको अबको आउँदो भागमा के हुन्छ त, यो सबै जान्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलमा गएर तपाईँहरूले हेर्नुहोला। अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है।